हामी राणा शासनमा दास थियौँ, राजतन्त्रमा प्रजा, बौद्ध आएपछि जनता भयो, तर अझै पनि हामी हुन बाँकी छ नागरिक। कसरी? यसलाई एउटा क्वेसनबाट सुरु गरौँ। म 3वटा देशको नाम लिन्छु र त्यो देशको कुनै पनि एउटा फेमस मान्छेको नाम तपाईँले सम्झिनुहोस् है त। इन्डिया, तपाईँको दिमागमा मोदी आयो होला होइन। साउथ अफ्रिका, मण्डेला आयो होला तपाईँको दिमागमा। युएसए, अहिलेलाई ट्रम्प आयो होला, अथवा जो कोही पनि कोही न कोही चाहिँ आयो होला। अब म बाँकी 3वटा देशको नाम लिन्छु। नर्वे, स्विडेन, डेनमार्क। तपाईँहरूलाई अलिकति गाह्रो भयो होला होइन, यसको स्पष्ट कारण छ। हेर्नुहोस्, माथिको 3वटा देश इन्डिया, युएसए, साउथ अफ्रिका, यो संसारको एकदमै हाइली इनइक्वल सोसाइटीमा पर्छ, एकदम असमान समाज होइन। यहाँ धन सम्पत्ति मात्र होइन कि अवसर पनि लगभग सबै टपका 2-3%ले मात्र ओगट्छ। र यस्तो सोसाइटीमा हिरो भगवानहरू जन्मिरहन्छ, त्यही भएर मान्छेलाई याद हुन्छ। तर इक्वल सोसाइटीमा सिस्टम बलियो हुन्छ, कोही पनि हिरो जन्मिनु पर्दैन। त्यहाँ अवसरहरू समान हुन्छन्, त्यहाँ साँच्चीकै लिडर हुन्छ, मसिया हुन्छ। असमान समाजमा नेता हुन्छ, भगवान हुन्छ, तर अर्कोमा नेता सेवक हुन्छ। अब जाउँ सुरुको टपिकमा, जनता र नागरिकमा के अन्तर छ भन्ने कुरा। जनता शब्द प्राय भिडसँग जोडिन्छ होइन। जनताले चुनावमा भोट दिन्छन्, भावनामा छिट्टै बग्छन्, नेताले बोल्छ, जनताले सुन्छन्, जे होस् उनीहरूको लागि निर्णय अरू कसैले गर्छ। तर नागरिक राज्यको नेताको सब्जेक्ट होइन, राज्यको स्टेक होल्डर। नागरिकलाई आफ्नो अधिकार र कर्तव्य दुवै थाहा हुन्छ। उसले प्रश्न गर्छ, कर तिर्छ, कानुन माग्छ, कानुन मान्छ। नेता होइन, उसले प्रतिनिधि छान्छ, काम नगरे प्रतिनिधि बदलिदिन्छ। जनताले आश गर्छ, तर नागरिकले दाबी गर्छ। जनताले नेताको किस्साहरू सुनाउँछ, तर नागरिक त्यो प्रणालीको हिस्सा बन्छ। जनताले शासन भोग्छ, तर नागरिकले सुशासन खोज्छ। र यहीँबाट अर्को कन्सेप्ट सुरु हुन्छ, रिप्रेजेन्टेटिभ र पार्टिसिपेटिभ डेमोक्रेसीको होइन, प्रतिनिधिमूलक र सहभागीमूलक लोकतन्त्रको। रिप्रेजेन्टेटिभ डेमोक्रेसीमा हामी अरूलाई खोज्छौँ, गुहार्छौँ, उनीहरूले हाम्रो लागि निर्णय गर्छन् होइन। तर पार्टिसिपेटिभ डेमोक्रेसीमा हामी मध्येको एकलाई हामी छान्छौँ, निर्णय हामी गर्छौँ र उसले हाम्रो आवाज ठाउँमा पुर्याइदिन्छ। हामी जनता होइन, हामी नागरिक हौँ। र यो समय केवल प्रतिनिधिमूलक डेमोक्रेसीको होइन, सहभागीमूलक लोकतन्त्रको। हामी यदि अनइक्वल सोसाइटीमा छौँ भने यसको असर समाजको हरेक क्षेत्रमा हामीले देखिन सक्छौँ। जस्तै सिनेमा, स्पोर्ट्स, एजुकेसन, पोलिटिक्स। जनता भएको देशमा सिनेमा कस्तो चल्छ भन्दाखेरि वान म्यान भर्सेस सिस्टम होइन, एङ्ग्री म्यान, एउटा मसिया क्यारेक्टर होइन, लार्जर देन लाइफ सेभियरहरू। फर इक्जाम्पल केजिएफ, जेलर, कुली, एभेन्जर, जन्जिर जस्तो चिजहरू चल्छन् भने। तर इक्वल सोसाइटीमा सिनेमा हिरोमा केन्द्रित हुन्छ। यो सिफ्ट हुन्छ हाम्रो सिस्टम, इन्भेस्टिगेसन, इन्स्टिट्युसनल प्रोसिजर, मोरल डिलेमा, साइकोलोजीतिर। जस्तै द हन्ट होइन, डेनमार्कको फिल्म, द ब्रिज। र स्पोर्ट्समा पनि यस्तै हुन्छ, पुरा देश एउटा स्टार प्लेयरमा डिपेन्ड हुन्छ, उसले बचाउँछ होइन। त्यो हुन्छ नि एकजना स्टार ब्याट्सम्यान, एउटा स्ट्राइकर। तर खास कुरा के हो भने कमजोर टिममा बल्ल सुपरस्टार जन्मिन्छ, नत्र टिमै खतरा। अब शिक्षामा त्यस्तै हुन्छ, र्याङ्क 1 टपर हिरो हुन्छ। त्यही एउटा सक्सेस स्टोरीको पछाडि सारा दुनियाँ देश दौडिन्छ। तर इक्वल सोसाइटीमा एकाडेमिक सेलिब्रिटीको कल्चरै हो। त्यो पढाइले उनीहरूको क्वालिटी अफ लाइफ कस्तो छ, उनीहरू कति खुसी छन् भन्ने कुरा बढी अर्थ राख्छ। त्यस्तै पोलिटिक्समा अनइक्वल सोसाइटीको क्याम्पेन्सहरूमा तपाईँले ठुलो र्यालीहरू देख्नुहुन्छ, चर्को भाषण, ग्रान्ड एन्ट्री होइन, पर्सनालिटी ब्रान्डिङ, भिडभाड हुन्छ। तर इक्वल सोसाइटीको क्याम्पेनमा जहाँ नागरिक हुन्छन्, जनता होइन, त्यहाँ पोलिसीको कुरा, डकुमेन्ट्सको कुरा, बजेटको डिबेटको कुरा, इन्स्टिट्युसनल रिफर्म्सहरूको कुरा बढी चल्छन्। अब हामी यो सबै कुराले हेर्नुहोस्, हामी स्पष्ट रूपले अनइक्वल सोसाइटीमा छौँ। हामी अझै पनि नागरिक हुन बाँकी छ, हामी जनतामै खुसी छौँ। सायद यो टाइम पनि यस्तै होला, तर हामी छिटोभन्दा छिटो नागरिक बन्ने कोसिस गर्नुपर्छ। धन्यवाद।